I'm not smoking in my house. First week मैले चिनी र जङ्क फुड छोडेँ. सेकेन्ड विक मैले चिया छोडेँ. Let's unbox it and let's see what's inside product. And then we have, oh my god, it's on. Bloated हुन्छ अनि ग्यास भर्छ अनि त्यसपछि गएर एकदम अनकम्फर्टेबल फिल हुन्छ. एकदमै त्यो हुन्छ नि ग्यास भरेर पेट फुलेर एकदमै गाह्रो हुन्छ भने त्यो वाटर खाएर अनि त्यसपछि मैले केही खान सुरु गरेर छु. एन्ड इट्स बिन 3 weeks मैले सुगर खान छोडेको. काम गर्दै जानुभयो भने तपाईँको रिजल्ट्स आपसे आप फ्रुटफुल नै हुन्छ, पोजिटिभ नै हुन्छ. Hello everyone and namaste, I'm Nidhi and welcome to my another video. So guys, first of all तपाईहरुलाई भन्न चाहन्छु कि it's been a week कि मैले सुगर चिनी खाएको छैन. It's been a week हैन, it's been 2 days मैले चिया खाएको छैन and it's been a week मैले जङ्क फुड टच गरेको छैन. So I'm so proud of myself and let's go. कति दिनसम्म यो जान्छ, धेरै दिनसम्म जाने मोटिभ छ मेरो. So I'm not having any junk food, any sugar and no tea from past 2 days and let's see the results हैन. अहिलेको लागि you can see me, I'm still so puffy and यस्तो हुन सक्छ म बिहान उठेर फ्रेसन अप भएर भिडियो बनाउन स्टार्ट गरेँ नि बिहान चाहिँ अलि पफी नै देखिरहेको हुन्छ फेस. मिड डेमा लाइक दिउँसोतिर यसो फेस हेऱ्यो भने चाहिँ अलिकति हुन्छ नि सानो देखिरहेको हुन्छ, अलिकति मोटो कम देखिरहेको हुन्छ. इन दिस भ्लग यु विल सी हाउ आई एम गोइङ टु लाइक हुन्छ नि टेक केयर अफ माई बडी एन्ड टेक केयर लाइक इट हेल्दी. एन्ड देन मैले चाहिँ जिम पनि जोइन गर्छु भनेर सोचिरहेको छु, तर म स्टिल बिरामी छु नि त. अनि हेर्छु जान सक्छु छैन, तर वक हामी छोड्दैनौँ. 10K स्टेप्स चाहिँ हामी एभ्री डे पुरा गर्छौँ हैन. सो अहिले चाहिँ म रेडी भइसकेँ. आज हो स्याटरडे एन्ड देन एभ्री स्याटरडे आई गो मन्दिर अनि शिवजीको मन्दिर गएर पूजा गरेर आउँछु. सो म अहिले नुहाइधुवाइ गरेर फ्रेस भइसकेँ एन्ड अब जान्छु मन्दिर गएर आउँछु. सो लेट्स स्टार्ट आवर विक. एन्ड अल्सो गाइज आई वान्ट टु सो यु समथिङ हैन. मेरो तपाईँले चाहिँ रुम मेकओभरवाला भिडियो हेर्नुभएको छैन भने प्लिज गएर हेरेर आउनु, किनभने त्यहाँनिर मैले फर्स्ट मेन्सन गरेको थिएँ. एन्ड आज चाहिँ म देखाउन आँटेको छु गाइज, पर्दा आइसकेको छ है. दुईटै झ्यालको पर्दा आइसकेको छ. आई एम सो ह्याप्पी. हाई गाइज, सो इट इज द नेक्स्ट डे अनि यतिखेर चाहिँ हामी सबैजना मिलेर डिनर खान आएको छौँ. दाइहरूले चाहिँ अचानक बेलुकातिर चाहिँ आज हामी डिनर जाउँ न, बिकज हाम्रो वान अफ द प्रोजेक्ट लाइभ भएको थियो. त्यसकै खुसीमा हामीलाई चाहिँ आज डिनर लग्नु भएको थियो, त्यो पनि दाउरामा नक्सालको. अनि यसको एम्बियन्स चाहिँ एकदमै राम्रो थियो. मैले त्यहाँ जाने बित्तिकै भिडियो बनाएँ तपाईँहरूकै लागि. अनि त्यहाँको एम्बियन्सदेखि लिएर त्यहाँको कल्चर अनि त्यहाँको अटायरहरू सबै चाहिँ अलिकति नेवार कल्चरलाई रिफ्लेक्ट गर्दै थियो. यो चाहिँ थकाली खाने ठाउँ हो अनि उहाँले लगाउनु भएको साडी पनि नेवारी कल्चरको साडी हो. हाम्रो बुकिङ चाहिँ भित्र थियो. सो मैले एन्टायर सिटिङ्सको चाहिँ तपाईँलाई यहाँनिर भिडियो देखाइरहेको छु. सो हामी बसेको क्याबिन चाहिँ यस्तो थियो. यो चाहिँ मेरो अफिसको दाइहरू हुनुहुन्छ, डिस्कस गर्दै हुनुहुन्थ्यो कसले के खाने. सो दिस इज द फुड. अनि मैले चाहिँ चिकन थाली सेट लिएको थिएँ अनि यहाँनिर चाहिँ घिउ हालिदिँदै हुनुहुन्छ. सो अगेन इट इज द नेक्स्ट डे. अनि हेर्न सक्नुहुन्छ मेरो मुखमा घाउ आएको छ, त्यसले गरेर मलाई अलिकति गाह्रो भइरहेको थियो. अनि आज चाहिँ एकदमै रिफ्रेसिङ डे थियो, किन भन्दा अलिकति बेटर फिल भइरहेको थियो. एन्ड म चाहिँ अलिकति नुहाइधुवाइ गरेर टक्कसँग रेडी भएर आज त एकदमै धेरै नै राम्रो मुडले म अफिस गइरहेको थिएँ. सिन्स मेरो मुखमा घाउ भएको थियो, घाउले गरेर पिरो अमिलो खान मिल्दैन, त्यही भएर फ्रुट अर्डर गरेको थिएँ. सो आज चाहिँ मैले बसमा सिट पाइनँ अनि अलिकति भ्लग गर्ने मौका पाएको थिएँ. सो आई वाज भ्लगिङ लाइक दिस बिकज प्रायः जस्तो म चाहिँ पब्लिकमा भ्लग गर्दिनँ. अलिकति मलाई अप्ठ्यारो लाग्छ, बट स्लोली मैले चाहिँ त्यो बिल्डअप गर्दैछु. सो यसरी चाहिँ मैले भ्लग गरेँ. म ट्राभल गरेर आएको, म कहिलेकाहीँ यसरी नै ट्राभल गरेर आउँछु. एन्ड देन आई केम ब्याक टु होम एन्ड आई एट दिस all and that was my day. Hi guys, so I am vlogging after 2-3 days because बिचमा त म बिरामी भएको थिएँ अनि मेरो ओठमा पनि घाउ भएको थियो, जुन चाहिँ अहिले रिकभर भइराखेको छ. अनि यो धुवा चाहिँ नो गाइज, आई एम नट स्मोकिङ इन माई हाउस. प्लिज म बाहिर पनि स्मोक गर्छु. आई डु नट स्मोक एट अल. यो चाहिँ के हो भन्दाखेरि चाहिँ यो चाहिँ जिन्जर वाटर हो होइन. म बिहान उठेर चाहिँ अलिकति मनतातो पानी खान्छु अनि थोरै
होइन फर्स्टमा थोरै मनतातो पानी खाएर अनि जिन्जर वाटर बनाउँछु। त्यो किन भन्दाखेरि चाहिँ यदि तपाईँ पनि म जस्तो हुनुहुन्छ होइन, तपाईँको पनि पेट चाहिँ ब्लोटेड हुन्छ अनि ग्यास भर्छ अनि त्यसपछि गएर एकदमै अनकम्फर्टेबल फिल हुन्छ, एकदमै त्यो हुन्छ नि ग्यास भरेर पेट फुलेर एकदमै गाह्रो हुन्छ भने बिहान बिहान यो जिन्जर वाटर लिनु होइन फर्स्ट इन द मर्निङ। अनि त्यसपछि तपाईँको दिनभरि चाहिँ तपाईँलाई ब्लोटेड फिल हुँदैन, तपाईँले हुन्छ नि त केही खायो भने पनि धेरै हेभी फिल तपाईँलाई फिल हुँदैन होइन। म चाहिँ बिहान बिहान उठेर अब कहिलेकाहीँ ओट्सहरू खाएर जान्थेँ, त्यही पनि मलाई कस्तो हेभी फिल हुन्थ्यो क्या। सो मैले हिजो अस्तिदेखि जिन्जर वाटर खाएर अनि त्यसपछि मैले केही खान सुरु गरिरहेको छु। सो मेरो पेट चाहिँ अलिक ब्लोटेड कम भएको छ, आराम भएको छ, रिल्याक्स भएको छ। सो तपाईँले जङ्क फुड पनि अभोइड गर्नुपर्छ। एन्ड यस गाइज, वी आर अ विक होइन, 1 विक भइसक्यो मैले जङ्क फुड छोडेको, 1 विक भइसक्यो मैले चिया खान छोडेको। सुरुमा रिजल्ट वात्तै हुँदैन क्या, वात्तै सिन हुँदैन। सो स्लोली र ग्रेजुअली हुन्छ। हामी रिजल्टको पछाडि नलाग्ने, हामी आफ्नो कर्मतिर लाग्ने, हामी आफ्नो कामतिर लाग्ने। सो काम गर्दै जानुभयो भने तपाईँको रिजल्ट आपसे आप फ्रुटफुल नै हुन्छ, पोजिटिभ नै हुन्छ। मैले मेरो जर्नी कसरी स्टार्ट गर्दैछु भन्दाखेरि फर्स्ट विक मैले चिनी र जङ्क फुड छोडेँ, सेकेन्ड विक मैले चिया छोडेँ। सो इट्स बिन 3rd विक मैले चिनी, जङ्क फुड अनि चिया केही पनि खाएको छैन, केही पनि खाँदिनँ अनि आउने दिनहरूमा पनि खाँदिनँ। सो लेट्स सी द रिजल्ट। अहिले स्टिल आइ एम लिटल बिट पफी अनि लिटल बिट होइन, इट्स लाइक मेरो वेट त अहिले 68 केजी हो होइन। सो वी विल ग्रेजुअली लुज आवर वेट एन्ड केही हतार छैन, बिस्तारै गर्ने हो। एन्ड लुक एट माई मेकअप गाइज, आज मलाई मेरो मेकअप एकदमै राम्रो लागिरहेछ। सो यस्तो कलरको हुन्छ, यो 4 पानी होइन गाइज, यो जिन्जर वाटर हो होइन, डोन्ट गेट कन्फ्युज। अनि यो मेरो फोकस पनि हल्लिराखेको छ। सो म चाहिँ यसरी बनाएर खान्छु एन्ड इट्स भेरी 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 फ्रुटफुल, इट्स भेरी भेरी इफेक्टिभ होइन। मलाई मैले जबसम्म म चाहिँ त्यतिखेरै रेकमेन्ड गर्छु जब मलाई इफेक्टिभ लाग्छ क्या। सो मैले पहिला ट्राई गरेँ अनि मलाई इफेक्टिभ लाग्यो, त्यही भएर मैले तपाईँलाई भनेको। विदाउट एनी इफेक्ट होइन, विदाउट एनी ट्रायल म चाहिँ भन्ने गर्दिनँ, किनभने फेल पनि हुनसक्छ नि त। सो आई डोन्ट डु द्याट। अनि मैले इन्टरनेटमा पनि धेरै देखेको थिएँ, मैले इन्टरनेटबाट नै थाहा पाएर यो स्टार्ट गरेँ। तर इन्टरनेटमा जति कुराहरू हुन्छ त्यो कुराहरू इफेक्टिभ हुन्छ रियल लाइफमा भन्ने हुँदैन नि त। सो मैले फर्स्टमा ट्राई गरेँ, त्यसपछि चाहिँ म यहाँ भ्लगमा हाल्छु भनेर सोचिरहेको थिएँ। सो मैले यो ट्राई गरेको छु गाइस, इट्स बेस्ट फर ब्लोटिङ अनि त्यो तपाईँको ग्यास भन्ने चाहिँ एकदमै धेरै कम गर्छ। हिजो मलाई यति रिल्याक्स फिल भइरहेको थियो, एन्ड अल्सो गाइज आई ह्याड बिन डायग्नोज्ड विथ एच पाइलोरी भनेको हेलिकोब्याक्टर पाइलोरी भन्ने डिजिज मलाई भएको थियो। एन्ड मैले त्यो ओभरकम गरिसकेँ। कसरी गरेँ, त्यो एउटा पेटको इन्फेक्सन डिजिज हो होइन, त्यसको लागि चाहिँ म छुट्टै एउटा भिडियो बनाउने छु। मेरो चाहिँ हट वट सिरिजमा सायद बनाउनेवाला छु होइन त्यसमा। सो स्टे कनेक्टेड टु नो अल माई जर्निज होइन। सो द्याट्स वाइ म चाहिँ 14 to 15 डेज एन्टिबायोटिक, त्यति एन्टिबायोटिकमा हुने बेलामा चाहिँ आवाज अलि स्लिम, त्यो सकेपछि चाहिँ त्यो एन्टिबायोटिकहरू धेरै औषधिहरू खाएर चाहिँ अलिकति इफेक्टिभ, अलिकति मलाई साइड इफेक्ट्सहरू भएको जस्तो लागिरहेछ। त्यो औषधिको साइड इफेक्ट्सहरू चाहिँ होइन, बट स्टिल तपाईँले चाहिँ धेरै औषधिहरू खानुभयो भने तपाईँको अब कसैको जिउहरू फुल्ने जिउहरू यताउति हुन्छ नि त, अनि द्याट्स वाइ होइन। सो त्यही भएर अलिकति स्ट्रगल चलिरहेछ लाइफमा रिलेटेड विथ माई हेल्थ एन्ड वेट, बट वी आर नट गोइङ टु गिभ अप, वी आर गोइङ टु इट हेल्दी एन्ड स्टे हेल्दी एन्ड स्टे फिट। ओके, सो तपाईँले सोचिरहनु भयो होला यो यहाँ र जहिले पनि किन भ्लग गर्छ अरू किन भिडियोमा बोल्छ भन्दाखेरि यहाँ नेचुरल लाइट आउँछ गाइज होइन। यहाँ चाहिँ मेरो झ्याल छ, त्यही भएर नेचुरल लाइट आउँछ। द्याट्स वाइ आई स्टे हियर एन्ड डु अल माई भिडियोज। हाई गाइज, सो आई जस्ट गट होम एन्ड एज यु क्यान सी म एकदम धेरै नै टायर्ड छु, मेरो अनुहारले लागिरहेको होला। अनि गाइज म चाहिँ अब अलि फुल्ली रिकभर भइराखेको छु, साउन्डले थाहा पाइराखेको होला। अनि आउने बित्तिकै मुख हात धोएर स्किन केयर मैले गरिसकेँ एन्ड यति थाक्दा पनि मलाई अलिकति रमाइलो फिल भइरहेको छ। किन भन्दाखेरि मैले मेरो पार्सल पाएँ जुन चाहिँ मैले दराजबाट मगाएको थिएँ। अनि यहाँनिर छ मैले के सामानहरू मगाएको छु। मैले यो चाहिँ दिउँसै अफिसमा आएको थियो अनि त्यतिखेरै मैले रिसिभ गरेको थिएँ। मैले अलिकति एउटा सानो क्लिप पनि हालिदिएको थिएँ। सो यो दिउँसै आयो अनि फर्चुनेटली मैले हिजो मात्रै अर्डर गरेको अनि आज आइपुगेको थियो।
सो भोलि मेरो अफ हो, भोलि शुक्रबार हो, मेरो अफ हो। अनि सो टाइममै आइपुग्यो, मलाई यो सामानहरू चाहिने राखेको थियो अरे। सो अब लेट्स अनबक्स इट एन्ड लेट्स सी व्हाट्स इनसाइड। अनबक्सिङ मैले गरिसकेँ अनि अनबक्सिङको भिडियो चाहिँ मैले सर्चमा हालेको छु, प्लिज गएर चेकआउट गर्नु होला। अनि मैले चाहिँ 3टा प्रडक्ट मगाएको थिएँ, त्यसमध्ये चाहिँ फर्स्ट अफ अल चाहिँ यो हेयर सिरम हो ट्रेसेमेको, जुन चाहिँ अल्टिमेट ग्लोस। अनि यसले चाहिँ हिट प्रोटेक्सन अप टु 230 डिग्री सेल्सियस प्लस स्लिक प्लस साइन हेयर प्रोफेसनल हेयर सिरम हो। यसको रिभ्यू चाहिँ मैले धेरै देखेको थिएँ, मेरो कपाल चाहिँ अलिक फ्रिजी छ, त्यसको लागि मैले यो मगाएको छु। नेक्स्ट वी ह्याभ बडी लोसन, बिकज जाडोको महिनामा बडी लोसन इज मस्ट। अनि यो चाहिँ मैले प्लमको, यो पनि भाइरलवाला हो, प्लमको बडी लोसन भ्यानिला क्यारामेलो बडी लोसन विथ कोको बटरवाला मगाएको छु। यो चाहिँ कति एमएल हो भन्दा 400 एमएलको हो। अनि यो मलाई एकदमै रिजनेबल प्राइसमा पाएँ मैले जराजबाट, सो मैले यो प्रडक्ट मगाएको छु होइन। अनि आई एम सो एक्साइटेड टु युज इट। एन्ड नेक्स्ट वी ह्याभ इज, एज यु गाइज नो कि मैले फिटनेस जर्नी स्टार्ट गरेको छु, वेट लस जर्नी स्टार्ट गरेको छु। सो फर द्याट एभ्री डे आई निड टु चेक माई वेट होइन। अनि त्यसको लागि चाहिँ एभ्री डे म मेडिकलमा गएर त मेरो चाहिँ वेट चेक गर्न सक्दिनँ। अनि प्लस बिहान अर्ली इन द मर्निङ विदाउट ह्याभिङ एनिथिङ आफ्नो वेट चेक गर्नुपर्छ। सो फर द्याट मलाई त एउटा वेट मेसिन चाहिन्छ। सो त्यसको लागि चाहिँ मैले यो एउटा वेट मेसिन मगाएको छु। योसँग चाहिँ मलाई एउटा 2टा ब्याट्री पनि आएको छ होइन। सो म यसलाई अब सेटअप गर्छु एन्ड लेट्स चेक यसले चाहिँ एक्युरेट वेट हाम्रो दिन्छ कि दिँदैन, एक्युरेट दिन्छ। यसको रिभ्यू चाहिँ मैले राम्रोसँग हेरेको थिएँ होइन। अनि त्यही भएर मैले यो मगाएको। यो 2टा प्रडक्ट त म युज गरेर नै तपाईँहरूलाई भन्छु कस्तो छ, अनि त्यसपछि तपाईँहरूले लिनु होला। अनि मैले नि फर द फर्स्ट टाइम युज गर्न आँटेको यो 2 प्रडक्ट। एन्ड देन वी ह्याभ, ओ माई गड इट्स अन। मैले यति सामानहरू किनेँ एन्ड आइ एम सो ह्याप्पी विथ द पर्चेस because I like the products and it was reasonable, it was discounted. So yeah, तपाईलाई कुनै मन पर्छ भने please do buy. So guys, मेरो वासिङ मसिनबाट पानी आइराखेको थिएन, पानी आउने ठाउँ यो हो होइन। अनि पाइपबाट पानी आइरहेको थियो तर वासिङ मसिनमा पानी आइरहेको थिएन। सो मैले यो जुगाड गरेको गाइस, आमा जुगाड पर्छ। So yeah, that's the end of this weekly vlog. I hope you like this weekly vlog, and if you do so, please do like, share, subscribe and comment, and do not forget to press the bell icon so that you get notified every time I post a new video. I hope to see you soon. Bye.